मान्छे आइहाल्ने सुत्त त्यत्रो गाली खाएर त्यत्रो गरेर दिउँसो बसेन बिर्स्यो भन्ने सोच्यो होला साला खाते बेरोजगारी तल सक्नमा सँगसँगै आउने सुत्त तब आफूलाई बेरोजगारी लिएर जानु गरेर हुन्छ म अफिस जाने मान्छेको 1 रुपियाँ कमाएर ल्याउनु छैन त्यही ल्याउँदै मेरो सँगसँगै दाजु राख्छ यहाँ सुत्त ल साला खाते मान्छेलाई कमाएर ल्याउनु कति गाह्रो हुन्छ एक टाइममा खाना पकाएर घिजाउन नसक्ने यत्रो भन्दा पनि लाज शरम छैन अलिकति दिन छैन गएर 1-2 पैसा कमाउनु नि 100 रुपियाँ कमाउनु नि कमाएर ल्याएको साला घरमा ल्याएको रासन पानी पनि ठिक समयमा पकाएर खुवाउन नसक्ने साला खाते साला त जस्तो बेरोजगारी त बचेको त मरेको राम्रो छ के बरु एक छाप खाना त बच्छ नि मेरो चामल त बच्छ नि खानाको कारण कस्तो काम नसुनेर सुतेको कुम्भकर्ण जस्तो गरेर Udah? मान्छे आइहाल्ने सुत्त त्यत्रो गाली खाएर त्यत्रो गरेर दिउँसो बसेन बिर्स्यो भन्ने सोच्यो होला साला खाते बेरोजगारी तल सक्नमा सँगसँगै आउने सुत्त तब आफूलाई बेरोजगारी लिएर जानु गरेर हुन्छ म अफिस जाने मान्छेको 1 रुपियाँ कमाएर ल्याउनु छैन त्यही ल्याउँदै मेरो सँगसँगै दाजु राख्छ यहाँ सुत्त ल साला खाते मान्छेलाई कमाएर ल्याउनु कति गाह्रो हुन्छ एक टाइममा खाना पकाएर घिजाउन नसक्ने यत्रो भन्दा पनि लाज शरम छैन अलिकति दिन छैन गएर 1-2 पैसा कमाउनु नि 100 रुपियाँ कमाउनु नि कमाएर ल्याएको साला घरमा ल्याएको रासन पानी पनि ठिक समयमा पकाएर खुवाउन नसक्ने साला खाते साला त जस्तो बेरोजगारी त बचेको त मरेको राम्रो छ के बरु एक छाप खाना त